1990 एसके सिंह फरेन सेक्रेटरीले त्यो प्रस्ताव लिएर आएकै हो त राजा वीरेन्द्रलाई, तिनीहरूको सेक्युरिटी र तिनीहरूको वाटर नेचुरल रिसोर्सेसमा हाम्रो प्रायर राइट्स हुनुपर्छ भन्दाखेरि वीरेन्द्रले म यो मान्दिनँ, यो नेपाली जनताले निर्णय गर्ने कुरा भएर फर्काएकै उसलाई खाली हात। यो त लिस्टेड छ, रेकर्डेड छ। त्यस्तै 2005 राजा ज्ञानेन्द्रलाई मौखिक रूपमा यो आएको हो। त्यसो यो कुरा, तर त्यो के गर्यो भनेदेखि नेपालको सिभिल सोसाइटीदेखि लिएर मिडिया पहिलोचोटि अन्तर्राष्ट्रिय कम्युनिटी अघि दिपकजीले भन्नु ढाकापछिको अवस्थामा उनीहरूले अफगानिस्तानको सार्कमा इन्ट्रीलाई लिएपछि अमेरिका, युरोपियन युनियनहरू, यिनीहरू स्यामसङहरूको बिचमा प्याक्ट भएर नेपालमा आउँदाखेरि हाम्रा यो नेताहरूले 8 नेताहरूको 12 बुँदेका हस्ताक्षर गर्दा नेताहरूले त्यसलाई मानेर अनि नेपालको इतिहास, नेपालको संस्कृति र राज संस्थाको भूमिका र त्यसको एब्सेन्समा के हुन्छ भन्ने कुरा कुनै पनि छलफल नगरिकन खालि आफ्ना मालिकहरूलाई रिजाउन गरेको निर्णय हो। यो नेपालीहरूले लिएको निर्णय होइन। र त्यसैले अहिले जेनजी समूहमा यो कुरा आउनु, आफ्नो इतिहास, आफ्नो संस्कृति, आफ्नो सामाजिक भौगोलिक परिवेश र डाइभर्सिटीको पृष्ठभूमिमा यो संस्थाको महत्त्वलाई बुझ्नु र नेपालको सार्वभौम सत्ताको पक्षमा उभिनु इम्पोर्टेन्ट कुरा छ। नत्र भनेदेखि अघि सदाजीले भन्नुभयो डिजिटल जेनेरेसन हो, हामीलाई थाहा छ डिजिटल जेनेरेसनसँगै यसका केही नेतृत्वहरू अलिकति उनीहरूको ओरिएन्टेसन सायद कुनै समाज, बाहिरको समाजसँग पनि मिल्ला, त्यो आपत्तिजनक कुरा भएन। तर उनीहरूले चाहिँ आफ्नो इतिहास, आफ्नो संस्कृति र त्यसको वर्तमान र भविष्यसँगको सान्दर्भिकता अध्ययन गरेर यदि पोलिटिक्स र पोलिटिकल लाइन फर्मुलेसन गरेन भनेदेखि मुलुकको स्वतन्त्रता, स्वायत्तता र सार्वभौम सत्ता खतरामा पर्न जान्छ।